हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। आजको नयाँ दिन अनि नयाँ भ्लगमा तपाईँहरू सबैजनालाई स्वागत छ है। र आज चाहिँ हामी यहाँ रेडी भइसकेको छौँ। म पनि यहाँ नानी पनि साइडमा रेडी भइरहेको छ हो, बदमास गर्दैछ अहिले उसले चाहिँ। सो आज चाहिँ हो मेरो छोराको बर्थडे हो र ऊ चाहिँ 3 वर्ष पुग्यो आज चाहिँ। समय पनि यति छिटो बित्दो रहेछ है, किनभने हिजोअस्ति नै नानी जन्मेको जस्तो लाग्छ मलाई चाहिँ। आज चाहिँ हेर्नु न ऊ 3 वर्ष पनि पुगिसक्यो हो र उसको पापाले छुट्टी चाहिँ पाएन है। के गर्नु अब, मिस त धेरै गरिरहेको छु नि है। अब यस्तो दसैँ दिवाली भयो है, नानीको बर्थडे कतिवटा मिस गर्छ उसको पापाले पनि है। अब जब गर्ने भएपछि यस्तै हुँदो रहेछ, धेरै कुरा अब म्यानेज गर्नै पर्यो है। सो यति भन्दै मेरो आजको भ्लग के कस्तो हुन्छ हेर्दै गर्नुहोस् है। अनि आजको वेदर चाहिँ यस्तो भइरहेको छ, मजाको घाम लागिरहेको छ हो। अब चाहिँ हामी घरबाट निस्किनु पनि आँटेको। यहाँ हेर्नुहोस् न कस्तो दामी भइरहेको छ हो। सो अहिले चाहिँ हामी यहाँ घरबाट निस्कि पनि सक्यौँ हो। यता यहाँनिर निस्केर चाहिँ बडा चाहिँ बोकिरहनु भएको छ यहाँनिर हो। हाई गरिदेऊ न। नुसुरा चाहिँ मैले फेरि उसको लुगा चेन्ज गरिदिएँ हो, किनभने अघिको त्यो लुगाले चाहिँ हत्रो त्यो हिँड्नु नसक्ने खालको भएको जस्तो लाग्यो नि त मलाई चाहिँ, ज्यादा त्यो मोटो भएर कि। त्यही भएर उसलाई चाहिँ लुगा पनि चेन्ज गरिदिएँ माथिको हो। अनि अब चाहिँ हामी जाँदैछौँ। मेरो छोरा चाहिँ अलिकति बिमार पनि भइरहेको छ हो। उसलाई चाहिँ हिजोदेखिकै सर्दी खोकी लागिरहेको छ। यस्तै हुन्छ अब उसको बर्थडेको टाइममा चाहिँ। आज चाहिँ अलिक हामी ढिलो निस्केको नि त, किनभने चिसो हुन्छ नि त माथि मन्दिरमा चाहिँ हो। अब चाहिँ हामी जाँदैछौँ हो। यहाँ गाडी पनि चढिसक्यो, यहाँ बडी पनि छ हो। यहाँ मेरो बर्थडे भए चाहिँ यस्तो भइरहेछ, बिमार भइरहेछ मेरो छोरा चाहिँ। सर्दी खोकी लागिरहेछ उसलाई चाहिँ हो। भेना यहाँ मुस्कान हो। फाइनली हामी चाहिँ यहाँ मन्दिर आइपुग्यौँ। हजुर ल ल यो है। उफ्रिनु थाल्यो अब यहाँनिर बर्थडे बोय। यहाँ दादासँग बुहारी हो। लुजु लुजु हामी ल घन्टी बजाउनु त। फेरि लु सकेन लु हिँड लु जाउँ। चढ्नु हुँदैन।
सोक्थ्यो ल भिडियो गरे मजाले गर्नु पाउने रहेछ है हौ नानी अन्य जानु हुँदैन है ए पुलिस आइएको आउनु यहाँ हाल्नु बदमास गरेर नुसीले चाहिँ घन्टी बजाउँदैछ यता हेर बेबी ल भयो ल आउनुहोस् यता अहिले चाहिँ मेन मन्दिरमा दर्शन भइसक्यो हाम्रो हो फर्किँदैछौँ चिसो चाहिँ एकदमै छ चाहिँ चिसो भयो भने खुट्टा तिरायो त्यो चिसो छ मुस्कान यहाँ फिस पनि रहेछ अरे देखाइदेऊ न भाइलाई फिस रहेछ हौ यहाँनिर नुसु यहाँ फिस रहेछ बर्थडे बोयको बदमास चाहिँ यस्तो छ है अहिले ऊ गाडीमा खाएको देऊ न यहाँ अहिले चाहिँ हामी चियाहरू खाँदैछ घरबाटै लिएर आएको थियो नि त चिया चाहिँ मुस्कान दादाले खाँदैछ चिया यहाँ बडी पछि हो यहाँ मेरो चिया चाहिँ यहाँ छ अहिले चाहिँ हामी यो टाइगर हिलको यो माथि आइरहेको छ सनराइज हेर्ने जग्गा हो यहाँनिर चाहिँ यस्तो छ टावरहरू बनेको रहेछ मजाको रहेछ यहाँनिर पहिला यो बनिँदै गर्दा चाहिँ आएको थियो र पनि अहिले त सबै कम्प्लिट त भएको छैन रहेछ र पनि हो त मजाको वाह कस्तो दामी देख्दैछ यहाँबाट चाहिँ स्टलहरू पनि राखेको रहेछ यहाँनिर चाहिँ सो अहिले चाहिँ हामी यहाँनिर आई लभ सिन्चेल लेखेकोमा आइरहेको छौँ हो जस्तो चाहिँ यहाँ बदमास गरेर केही छैन आई लभ सिन्चेल हो यहाँनिर चाहिँ तल केही प्रोग्राम पनि हुँदै रहेछ हो गाडीहरू पुरा छ यहाँ चाहिँ हाम्रो बुहारीले चाहिँ रिल्स बनाउने अरे हो रिल्स बनाउँदैछ यस्तो छ आज चाहिँ एकदमै चिसो छ मौसम चाहिँ एकदमै चिसो छ आज चाहिँ आइ भन्दै पढ न छिटो खै पढेको नानी एस लु छिटो न हौ ए माटो खेल्यौ हाँ ल हातेर अहिले चाहिँ हामी यहाँनिर रिल्सहरू एकदुईवटा बनायौँ हो अहिले चाहिँ हामी फर्किँदैछौँ अनि मजा आयो नुसु चाहिँ त्यहाँ छ हौ हेर्यौ त के भइरहेको भनिदेऊ न मुस्कान चाहिँ हामीले रिल्स बनायो बेसी बनायो भने रिसिँदैछ यहाँ चाहिँ हो हौ ल पख एकछिन अब चाहिँ हामी यहाँ गाडी चढेर पनि जाँदैछौँ हो अब तपाईँहरूलाई एकैचोटि म घर पुगेर नै भेट्नेछु है सो अहिले चाहिँ हामी यहाँ
घर आइपुगिसक्यो हो। घर आइपुगेर पनि यहाँ चाहिँ हल्का डेकोरेसनहरू हुँदैछ हो। सुते त हेर्नु न ए हेर्नु लगाउँदैछ। यहाँ चाहिँ हल्का डेकोरेसनहरू हुँदैछ हो। घर आइपुगेर स्पिडमा काम हुँदैछ यहाँनिर चाहिँ हो। त्यसै पनि ढिलो भइहाल्यो है हौ। यता के गर्दा उताको के गर्दा ढिलो भइहाल्यो हो। फाइनली यहाँ चाहिँ हाम्रो नानीको डेकोरेसन भइसकेको छ हो। डेकोरेसन गर्ने यहाँ बुहारी, यहाँ मुस्कान, यहाँ सुदु। यता हेर्यौँ न सुदु दादा पनि छ यहाँनिर हो। ठ्याक्कै हेर्दैन नि सुदुले। ल छिटो गएर आउनु है ल तिमीहरू। ल यहाँनिर चाहिँ मेरो छोराको केक हो। उसले चाहिँ गाडी एकदमै मन पराउँछ अनि उसलाई चाहिँ गाडीको यसरी केक बनाइदिएको। यहाँ हेर्नुहोस् न केक हो। आजको बर्थडेमा आउने हाम्रो गेस्टहरू उहाँहरू हुनुहुन्छ। हेर बहिनी फेरि बे दादा भन न दादा दादा भन। अन्त छुची छैन हौ फेरि है। Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Nusa. Happy birthday to you. Happy birthday. Duko pala kayo. Tiki tiki. देख्दैन हो यसको भिडियो चाहिँ एउटा मैले तिम्रो चाहिँ हाम्रो त्यहाँ छ र मलाई यो त पर परेछ एकलाई फेसबुकमा हाल्नु पर्यो नि त्यो त कहाँ अन्त त्यो कहाँ हाल्छु नि त अहिले के हो अहिले चाहिँ केकहरू काटिसक्यो। यहाँनिर यी नानीहरू यति छ। अहिले चाहिँ नुसुको साथीहरू दादाहरू बहिनी नानाहरू हो। यहाँ सबैजना भएन नि तेरो ल अब यहाँ आएर ओ एक आएर नुसुम ओ नुसुम यहाँ उसले चाहिँ केक खाएको छ। यो बहिनी यहाँ न केक खाएको हेरौँ न यहाँ। मलाई न तिमीहरू सबैजनाले यता आएर न ए अब यहाँ यहाँनिर चाहिँ नानीहरूले खाँदैछ। खाइ पनि सक्नु हटिसक्यो है। म चाहिँ भिडियो गर्नु एकदमै ढिलो भएँ किनभने यिनीहरूलाई यहाँ बाँड्दा के गर्दा हो। है आलु भुजा चाहिँ प्रियन्सले चाहिँ यस्तो मजाले खाँदैछ है। प्रियन्स फेभरेट हो आलु भुजा। रिवान के खाने अरू के खान्छ अरू थपिदिउँ तिमीलाई आलु के खान्छौ भयो। काव्या नाना बरु नाना सिद्धिका नाना मिठो लाग्यो प्रियन्स तिमी मन परेन मन पर्यो पुरा कि कम्ती कस्तो यता हेर्देऊ न भन न कस्तो लाग्यो अन्त यहाँ नुसुमको आजको बर्थडेको भ्लगमा यहाँ चाहिँ खाँदैछ यिनीहरूले खाइ पनि सकेछ प्रायः त्यही हो। काव्यले गर्दैन